बाइबलको पहिलो पदमै हामी यो अनौठो संयोजन देख्छौं। उत्पत्ति 1 अध्यायको 1 पदमा बेरिसित बारा एलोहिम एत हासमाइएम वे एत हारेत्सा। अनुवाद अनुसार सृष्टिको आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सिर्जना गर्नुभयो। यहाँ एलोहिम भन्ने शब्द बहुवचन हो, तर बारा शब्द सिर्जना गर्नु भने एकवचन क्रियापद हो, यानी नाम बहुवचन तर काम एकवचन। यसले प्रश्न उठाउँछ, परमेश्वरको स्वरूप कस्तो हो? केही विद्वानहरू भन्छन् एलोहिम बहुवचन होइन, तर शक्ति र महिमा दर्शाउने ढङ्गले प्रयोग भएको हो। यो रोयल वी जस्तै हो, जसरी राजाले भन्छन् हामी निर्णय गर्छौं। ख्रिस्टियन विश्वास अनुसार परमेश्वर एक हुनुहुन्छ, तर 3 व्यक्तिहरूमा प्रकट हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा। उत्पत्ति 1 अध्यायको 26 पदमा लेखिएको छ, आओ हामी मानिसलाई हाम्रो स्वरूपमा बनाऊ। यदि परमेश्वर एक हुनुहुन्थ्यो भने हामी भन्नुको अर्थ के हो त? येशूले पनि त्रिएक परमेश्वरको कुरा गर्नुभयो। मत्ती 28 अध्यायको 19 पद अनुसार बप्तिस्मा देऊ पिताको, पुत्रको र पवित्र आत्माको नाउँमा। हिब्रू शास्त्र अनुसार एलोहिम कहिलेकाहीँ स्वर्गदूतहरूलाई जनाउन प्रयोग भएको पाइन्छ। यदि हामीले भजन सङ्ग्रह 82 अध्यायको 1 पदलाई हेर्यौं भने यहाँ भनिएको छ, एलोहिम निजाब बा आदत एल बिक्युरेब एलोहिम येस्पोत, जसको अर्थ हो परमेश्वरले देवताको सभामा उभिएर न्याय गर्नुभयो। यहाँ एलोहिम शब्द 2 पटक प्रयोग भएको पाइन्छ, जुन परमेश्वर र स्वर्गदूतहरूलाई जनाउन प्रयोग भएको पाइन्छ। प्रस्थान 3 अध्यायको 14 पदमा जब मोसाले परमेश्वरलाई नाम सोधे, उहाँले भन्नुभयो, एहे आसेर एहे, म हुँ जो म हुँ। यसले देखाउँछ कि परमेश्वर सीमाहीन हुनुहुन्छ। केही यहुदी विद्वानहरू एलोहिम शब्दलाई परमेश्वरको महिमा दर्शाउन प्रयोग भएको मान्छन्। अन्य केही विद्वानहरू यसलाई स्वर्गदूतहरूको सहभागिता सङ्केत गर्न प्रयोग भएको भन्छन्। ख्रिस्टियन दृष्टिकोण अनुसार एक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा भएर एक हुनुहुन्छ। एलोहिम शब्दको अन्य प्रयोग भएको पनि पाइन्छ, जस्तै भजन सङ्ग्रह 82 अध्यायको 6 पदमा अनि आमार्ती एलोहिम आतेम उप्ने एलयोन कुल्केम। यहाँ परमेश्वरले मानिसहरूलाई एलोहिम भन्नुभएको छ। के यसको अर्थ तिनीहरू पनि परमेश्वर हुन्? होइन। यस्तै गरी प्रस्थान 7 अध्यायको 1 पदमा पनि भनिएको छ, राएहा नेतातिखा एलोहिम ले फारो बे आहारुन आखिखा इहो नेबेखा, जसको अर्थ हो, हेर मैले तँलाई फारोको निम्ति ईश्वर तुल्य अर्थात् एलोहिम बनाएको छु। यहाँ सर्वशक्तिमान परमेश्वर होइन, बरु परमेश्वरको प्रतिनिधि भन्ने अर्थ छ। यी पदहरूले देखाउँछन् कि एलोहिम शब्दको प्रयोग विविध तरिकामा भएको छ। एलोहिम शब्दको रहस्यले हामीलाई के सिकाउँछ? एलोहिम शब्दले परमेश्वरको गहिरो र रहस्यमय स्वरूपलाई देखाउँछ। परमेश्वर त्रिएक हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा। बाइबलमा प्रयोग भएका रहस्यमय बहुवचन र शब्दहरूले परमेश्वरको पराक्रम दर्शाउँछन्। क्रियापदको एक वचन रूपले देखाउँछ कि परमेश्वर एक हुनुहुन्छ। बहुवचन नामले उहाँको महिमा, शक्ति र गहिराई जनाउँछ। यदि तपाईलाई यस्तो बाइबल अध्ययन मन पर्छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। गॉड ब्लेस यू।